साथीहरु नमस्ते के छ वेलकम टु मेरो सानो मिनी ब्लग्समा हैन म सुरुवात गर्दै छु ल मेरो दिन सुरु भयो छुट्टीको हैन आज मेरो ड्रेस अप छ हाफ जाङ्गे अनि हैन अनि टी-शर्ट अनि टक्क लाएर कालो चस्मा है अनि टक्क लाएर छिटो भेट्न जान छ यार भिडियो नबनाउँदै आऊ भने यार वार्निङ छ वार्निङ मेरो देउरानीको है त्यही पनि कहाँ लाक्क बानी कहाँ म कुरेर 10 चोटि फोन हानिसक्यो त्यही पनि म जाँदैछु यस्तो राम्रो फुलहरू हेर्न अनि गर्मी चाहिँ बेसी छ कि एकदम गर्मी छ अनि त्यसले गर्दा चाहिँ छाता अस्ति ल्याउन बिर्सेँ आज चाहिँ लिएर आएँ ल किनकि मेरो यति राम्रो मुखलाई कालो बनाइदिन्छ भनेर पिर परेर आउने भन्ने अरे क्या ल अरू भिडियो चाहिँ म मेरो देउरानीसँग बनाउँछु ल बाई यसमा थप गर्छु नि म बाई बाई साथीहरु मेरो देउरानीले वेटिङ गरिरहेछ अनि यहाँ छु म चट्ट अब जान्छु कति गाली खानी हो म खान्छु तपाईहरुलाई पनि देखाउँछु ल जेठानी पसिनै पसिना भएर आएको थाहा हुन तर कति गाली गर्छ हेर्नु होला है त हाय गाली गर्छ भनेर भिडियो बनाएर आएको त गाली नगरेको के बिल्ला भयो मेरो त यस्तो पसिनै पसिना भएर आएको ल हेर्नु कति बेर भयो बसेको फाइनल्ली साथीहरु ल हामी चाहिँ यहाँ केही यसो खानको लागि आछौँ हैन ल हेर्नुस् मेरो देउरानी यहाँ हेलो हाय चस्मा लगाउ न यार जेठानीले लाउने देउरानीले गाडी कहाँ यस्तो त भएन हो चट्ट लाएर यो पो हो क्या तरिका त हौ यस्तरी ल के खाने चट्ट लाएर अर्डर गर्ने चट्ट अर्डर गर्ने हैन अर्डर लिन आउनु भएछ नि है किन लजा यस्तो छ हामीसँग हैन आउनुहुन्छ कि ल तिमीले के चुज गर्छौ म त्यही नै खान्छु ल टक्क मेरो देउरानीले यहाँ चुज गरिरहेको छ हैन के खाने हो टक्क लाएर भोक लाग्छ भने खाऊ हैन भने जाऊ म कहाँ जाने यार तिमीलाई यति राम्री गयो उसलाई छोडेर म कहाँ जाने ल भन त कहाँ जाने के म यस्तो राम्रो एक्लै छोड्न भएन नि तिमीलाई तिमी केटा म केटी हो र राम्ररी नराम्ररी अरे बनाउँला नि त के भयो त नि सबै लुक चेन्ज गरेर आउनु पर्यो यहाँ बढी नबनायो भिडियोमा जे छ त्यही हो अया टक्क यहाँ चिया मगाए है राइस खान मन लाग्यो तिमीलाई नो राइस चाउमिन नै चाउमिन खाँदा त वाक्क बच्छु फ्राई 13 दिएर यो ल हुन्छ ओके किङ फिस फ्राई कुन खाने सेरी छ यहाँ यो चाहिँ सिङ्गै हो त्यो पनि सिङ्गै होला होइन यो काटेर हो किङ फिस भनेको तिम्रो यो उसँग छ टेस्ट हुनु पर्यो के जे खाए खाना ये किङ फिस है काटा नहीं आएगा बाकी वाले में काटा है नहीं काटा से हमें कोई प्रॉब्लम नहीं है लेकिन टेस्ट कौन सा है आपकी स्पेशल दोनों सही है दोनों अच्छे ज़्यादा कौन सा जाता है ज़्यादा तो ये जाता है किंग फिश ये किंग फिश जाता है चलो यही और क्या है चटपट में ऐसा स्पाइसी में लो कौन राइस खाने लो इनमें से राइस ज़्यादा कौन सा जाता है अच्छा तीखा अच्छा तीखा में सेजवान राइस आएगा हाँ ये ज़्यादा नहीं चाहिए ज़्यादा तीखा स्पाइसी रहेगा मीडियम स्पाइसी रहेगा मीडियम स्पाइसी अच्छा टेस्ट आना चाहिए चिल्ली हाँ चलो ये देना ओके ये और फिश फिश दोनों अपन के साथ ही है ना अरे हाम्रो यो जिउ हेर्दा हामीले यत्रो खान्छौँ जस्तो छ अझ यहाँ भुटन पनि छ अझ मगाएको छ यति खान्छौँ जस्तो ल हेर्नु गाइस हामी मोटाउनुको राज भनेको यस्तो हो कि हप्तामा एकचोटि छुट्टी हुन्छ है खाना नपाउने होइन पाउँछ मजाले होइन तर बाहिर निस्किसकेपछि चटपटा तीखा यस्तो स्पेसल आफ्नो नेपाललाई मिस गरेर खान मन लागेको चिज चाहिँ अनि हामी बाहिर आएर चाहिँ खाने गर्छौँ त्यस्तो भिडियोहरू चाहिँ बनाउँछौँ तपाईँहरूलाई मनपर्छ भने लाइक सब्सक्राइब गरिदिनु ल नत्र नि अग्ला पान्छ मेरो देउरानीको डिम्पल हेर्नु न गया राम्रो यार यस्तो हो क्या डिम्पल भनेको यार होइन कसम अरूहरूले चाहिँ कोलाई हेर्छ म चाहिँ मेरो देउरानीलाई हेरेर मक्ख भन्ने अरे कहाँ जाने भएर ल यहाँ पनि हाल है टक्क भाइ खाने ल मगाउनु टक्क लगाएर
पहिला म थोरै हिजोको छुट्टी हो मेरो त हिजो अस्तिदेखि नै थियो यही होइन अब यतै अब जानु यही हुन्छ मिठो हजुर अब हामी चाहिँ तपाईँको यो दोकानको यस्तो लाइभ बस्दैन लाइभ बसेको होइन हो भिडियो युट्युबमा ब्लगर भयो चट्ट ल यो भुटन हो अस्ति लिएर आएको चाहिँ खासै मिठो थिएन क्या मैले ल्याएको चाहिँ ल हामी चाहिँ यहाँ मिठो मानेर ट्राई गर्दैछौँ कस्तो हुन्छ होइन यहाँको माछा भुटन तर कति उसमा हेर्दा चाहिँ ठुलो पिस देखेको थिएँ तर सानो कि मिनियम ल म चाहिँ पहिला सुरुमा भुटन चाहिँ टेस्ट गर्न गएँ है अरू के छ त दिदीहरू खाने डिस्टर्ब त भएन नि यस्तो नजिकबाट दिनु भएन चुप्पा प्लेट मगाउँ न खाना हो बोलक्स युट्युबमा जान्छ क्या होइन मेरो आउँदैछ होला ल हाम्रो उहाँ भाइ हुनुहुन्छ होइन टक्क उहाँ भाइ चाहिँ यतै हुँदै होइन प्लेट मगाउनु नि त खानुहुन्छ होइन खानु तपाईँ मेरो आउँदैछ ल हामी चाहिँ सुरु गऱ्यौँ ल धेरैमा भेट हुनु भयो नि त तपाईँ धेरै पछि अनि यहाँको चाहिँ स्पेसल यो चिकन फ्राइड राइस वाउ दामी छ अस्ति एक दिन मगाएको है ठाउँ यति नमिठो क्या त्यसै दामी छ। छुट्टी यो त आउनु पनि छोड्यो नि होइन त अब यो मिल्नु न तपाईँ बाहिर छ बाहिर नै के भन्छ केटाकेटी म अस्ति भर्खर निस्केन आज यस्तो गर्मी छ निस्किँदैन निस्किन्छौँ तर हामी यतातिर अलिक कम आँखा हुन्छ होइन कमै आँखा म पनि जान ल म छोड्दियो चाहिँ माछा ट्राई गर्न लाएँ है यहाँको तर पानी मुगु पानी चिसो पानी आउँछ अरे भनेको चिसो पानी आउँछ ल्याउँछ अरे भनेको गर्दैन वाउ यो माछा खाऊ त त्यो खोलाको छेउमा बसेर त्यसको त्यो बास्ना हुन्छ नि आहा भिडियो गर्नु तिमीलाई देखाउँछ यो भिडियो यो अपलोड गर्ने भिडियो त्यही भएर त बनाएको नि होइन किन मोटाएको रहेछ कसरी मोटाएको रहेछ भनेर यस्तै यस्तो खाएर त मोटाएको है माछा साँच्चै यस्तो के थियो यसको बास्ना सुन्नु न त्यो खोलाको छेउमा बसेर टक्क पोलेर खाए जस्तो कि है ठगी छैन ल भन्दै यस्तो गर्मी महिना गइन्छ नि भनिदेऊ न खोलाको छेउमा होइन ड्राई यस्तो के मलाई त्यो खोलाको मलाई त्यो खोलाको याद आयो कि तपाईँको त्यो खोलामा टक्क बाहिर बसेर होइन ढुङ्गामा आगो फुकेर त्यो पोल्दै खाएको याद आयो क्या किङ मार्छ होइन यो सही ड्राई भयो दामी बनाएर चाहिँ मेरो यो आँखा चाहिँ ठुलो हो कि ठुलो पिस किन ल्याएन भनेर भनेको सानो होइन तर मिठो भयो माछाको बहुत स्मेल साँच्चै माछा खोलाकै आँखा खाऊ होइन यो खोलाको आँखा क्या मलाई यो खानेकुराहरूको अब्जर्भ हुन्छ नि तपाईँको यो बास्नाहरू टक्क पत्ता लगाइहाल्छ त्यो पानी चाहिँ त्यो यो खानेकुराहरूमा धेरै ध्यान भएर होला क्या अरू कुराहरूलाई चिन्दैन म यो खानेकुराहरूलाई चाहिँ बेसरी चिन्ने गर्छु उता भर्खर घुऱ्यो उसले भए भिडियोको अगाडि खाना लजायो लजायो ल म यहाँ स्टप गरेर टेस्ट गर न खाऊ त्यति दामी दामी ल बाई बाई खाने बेला नि सुख भएन भन्ला फेरि होइन बाई चाउमिन अर्डर गर्नुभयो टक्क लाएर होइन उहाँ भाइले ल खानु मेरो चाहिँ यहीँ टक्क हिँडेको अवस्था अनि म चाहिँ यहाँ लन्ठ्याङ रित्तै हिँडेको अवस्था त्यो एउटा झोला कोले बोक्ने हो होइन तैँले मैले गर्दा फेरि बाटो पनि छोड्नु पऱ्यो होइन यहाँ नेपालको जस्तो हुँदैन यो बाटो भनेको साइकल चल्ने बाटो हो वाह पर्या हेर्नुहोस् न वाह 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 यस्तो पो गएर यस्तो घाममा पनि बिचरा है एनिमल लभरलाई चाहिँ जहाँ पनि एनिमलहरू यस्तो फोर्याहरू कस्तो राम्रो सिन आएर वाह यस्तो गर्मी टन्टपुरै घाम छ र पनि हामी यस्तो मजाले इन्जोय गर्दै हिँड्यौँ के ल हेर्नुहोस् मैले भने नि नेक्स्ट लेभल सपना देख्नुपर्छ भनेको हेर्नुहोस्
यो बिल्डिङ मेरो हुनेछ भनेर भन्छु जहिले बिल्डिङ ठुलो देखेँ कि यो बिल्डिङ मेरो हुन्छ भन्छु यो बिल्डिङ मेरो हुन्छ भन्छु भन्न त पाइयो नि ल हेर्नुहोस् यस्तो फेमस ठाउँमा हामी आएछौँ यो भनेको हामी बस्ने बिल्डिङतिरै हो होइन नजिक हो यो रोड अझ रातिमा राम्रो रमाइलो ठ्याक्क देखिन्छ कहाँ तिमी उता हिँडिरहेको यता साइडबाट हिँड न हौ बिच बाटोमा त्यही भएर यति ठुल्ठुलो बिल्डिङ देखेपछि जम्मै मेरो भन्दै हिँड्नुहोस् यो बिल्डिङ पनि मेरो भित्र पस्ने औकात पनि छैन तर मेरो भन्दै हिँड्न पाइयो बाटो हिँड्दाखेरि हामी चाहिँ बस नआएको अवस्थामा भन्ने अरे के लाभारिस सार्दा हामी लाभारिस भन्ने अरे के त्यस्तो केही होइन हामी चाहिँ त्यो पारिपट्टि जान छ होइन त्यो भएको भएर चाहिँ हामी यो रोड क्रस गर्ने अवस्थामा छौँ ल हेर्नुहोस् उहाँको बिल्डिङको मुनि जाने अरे म चाहिँ पछि लाएर होइन भरे जिन्दा कहानी दर्पण छाया भनेको यसलाई हो ल यस्तो राम्रो भ्यूहरू यो बिल्डिङ है यस्तो मजाले रातिमा आउँदा अझ रमाइलो हुन्छ यो चाहिँ यहाँको चर्चित यो बाटोमै पर्छ के चर्चित क्याफे होइन अनि म बस्ने त्यहाँ यो बिल्डिङको ठ्याक्क पछाडिपट्टि हो नजिकै छौँ तर हप्तामा एकचोटि छुट्टी हुँदा चाहिँ घुमौँ न यो ठाउँमा भन्ने हुन्छ बुझ्नु भयो कि नै त्यस्तो हो भिडियोको चक्करमा हेर्नु यो बिल्डिङ मैले अर्कै देखेको हामी त कहाँ आयौँ भन्ने भएको क्या यो त हो तर यो बिल्डिङ त कस्तो तिनवटा एउटै मान्थेँ नि त मैले होइन कि साँच्चै मलाई त कहाँ नयाँ ठाउँमा आए जस्तो भयो है यो बिल्डिङ देख्दाखेरि त के छैन कि होइन अस्ति नै भन्दा डिफ्रेन्ट भयो क्या एकै नाचको बिल्डिङ भयो भने यस्तै हुन्छ है तिनवटा हो क्या हाम्रो साउको बिल्डिङ अनि यो बिल्डिङले गर्दा म चाहिँ यस्तो अलमल भएँ हामी चाहिँ यहीँ होइन आएर बस्ने भिडियो बनाउने तर आज चाहिँ मलाई कस्तो डिफ्रेन्ट के म यो बाटो चाहिँ धेरै भयो नि त हिँड्न छोडेको यो बाटो कति भयो त हिँड्न छोडेको त्यही भएर नि तँ कहाँ आए जस्तो फिल भएको क्या तिम्रै बिल्डिङहरू हेर न यहाँ अब त्यस्तो उदेखि न त्यो होइन तिम्रो बिल्डिङ हो त्यो शारदा श्रेष्ठको बिल्डिङ हो त्यो है मेरो बिल्डिङ चाहिँ हो यो बिल्डिङ आज चाहिँ म चाहिँ उसलाई छोड्न जान लागेको बिल्डिङसम्म होइन के भन्छ काम पनि छैन काज पनि छैन भने जस्तो म लाभारिस भएर उताबाट गएर एकचोटि मैले इन्दुलाई यता जाऊँ न यता शीतल छ क्या म यता जान्छु त एकचोटि इन्दुलाई क्या मैले जान्ने भएर तलतिर लिएर गएको है इन्दुला र गोविन्दलाई हो क्या ए ल यही हो यस्तो राम्रो घरिघरि त धेरै टेन्सन भयो बेला सार्दा घरिघरि धेरै टेन्सन भयो बेला झ्वाममा हाम फालेर यहाँ फुत्लुक्कै मोरम जस्तो हुन्छ बचाउन आउने कोही छैन अनि कसको लागि मर्ने हो यार बाँच्ने नि होइन इन्जोय गर्ने हिँड्ने खाने रमाइलो गर्ने यही हो जिन्दगी हेर्नुहोस् कहिले कस्तो त हुन्छ क्या वाक्क दिक्क प्याक्क भइन्छ नि त अनि सोच्यो है बचाउन आउने कोही छैन यहाँ त गरेर यस्तै सास जान लाए पनि नि कसैले आएर चाहिँ छुनेवाला छैन त्यही भएर आफै केयरफुल हुनुहोस् होइन जिन्दगीमा पाएको एकचोटि जिन्दगी जिउनुहोस् मजाले इन्जोय गर्नुहोस् होइन त्यही हो मेरो भिडियो एकदम लामो हुने भयो ल म यति नै धेरै बोलिनँ म यसो छुट्टिने अवस्थामा छौँ होइन टक्क लाएर घुमघाम पनि भयो ठिकै त्यस्तो घुमघाम होइन खानपिन यताउता अनि यसो अब चाहिँ चाँडै नि आज चाहिँ रुममा आज रुमको घरबेटी पनि आज छक पर्छ कहाँबाट घाम झुक्यो भन्छ राति 10-11 बजे आउने मान्छे अहिले यतिसम्म यति चाँडै भन्छ यो यस्तो राम्रो भ्यू छ यो पानीमा मेरो मोबाइल गयो हुन्थ्यो भने यहाँ सराबेहान होइन जाँदैन यति यस्तो कसेर समातेको छु हौ ल मेरो भिडियो हेर्नुहोस्
मनपर्छ भने लाइक सब्सक्राइब गर्नुहोस् मिना गौतम युट्युब च्यानल मिना गौतम युट्युब च्यानलमा जान्छ सबैभन्दा मेन दुश्मन यहाँ हो युट्युबमा मन पर्दैन नि हेर्दै हेर्नुहोस् है हेर्नुपर्छ यार हेर्नु है लाइक गरेर उले कमेन्ट गरेर पनि उले ब्लक हान्छ ब्लक हो साँच्चै कतिजनाबाट ब्लक हान्दै पुगेँ ल बाई ल गयौँ है ल म पनि गएँ ल बाई टाटा ल छुट्टेको अवस्था हो ल हामी देउरान जेठानीको भिडियो आज चट्ट लाएर छ लाइक गर्नु नि कमेन्ट गर्नु होइन नि ब्लग सुन्नु है नि साँच्चै हो कि हान्दै म त कतिजनालाई ल बाई आफ्नो इच्छा हो तर जस्ट रमाइलो टक्क लाएर ल बाई बाई